नमस्ते सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुर समक्ष छोटो कानुनी जानकारी लिई उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा चाहिँ हालसालै मात्र नेपालमा एकदमै झैझगडा भइरहेको, एकले अर्कोलाई एकदमै विभत्स तरिकाले हत्या गरिएको कुराहरू बाहिरिरहेको छ र सो कुरालाई मध्यनजर गरेर यदि त्यस्ता हत्याहरू चाहिँ सम्पत्ति लिनैकै लागि कसैले कसैलाई हत्या गरेको छ या गर्न लगाइएको छ भने चाहिँ यस्तो सम्पत्ति चाहिँ हकवालाले चाहिँ मृतक वा मृतकको निजको हकवालाको अपुताली पाउँछ कि पाउँदैन भन्ने विषयलाई लिएर चाहिँ मैले प्रस्तावनको लागि यो भिडियो लिएर आएको हो। यदि कसैले चाहिँ सम्पत्ति लिनैकै लागि चाहिँ कसैले कसैलाई हत्या गरेमा चाहिँ हामीहरूको दफा 246 को अपुताली नपाउने भन्ने व्यवस्था अन्तर्गत चाहिँ के कुरा खुलाएको छ भन्दाखेरि कसैले कुनै पनि रिसिभी वा अपुताली पाउने बदनियतले कसैको ज्यान लिएमा वा निजको ज्यान चाहिँ लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने हकमा चाहिँ हकवालाको मृतक वा निजको हकवालाको अपुताली चाहिँ पाउने छैन भन्ने कुरा प्रष्ट रूपमा खुलाइएको छ। त्यसैले गर्दाखेरि सम्पत्ति पाउने नियतले चाहिँ कसैले कसैलाई आफ्नै दाजुभाइलाई या आफन्तलाई चाहिँ हत्या नगर्नुहोला। सम्पत्ति भनेको फेरि पनि कमाइन्छ। यसरी पैतृक सम्पत्तिलाई होस् या अपुताली पाउने सम्पत्तिलाई चाहिँ आँखा गाडेर लोभ लालचमा आएर चाहिँ हजुरहरूले कानुन विपरीतको कार्य नगर्नुहोला भनेर मैले यो छोटो जानकारी लिएर उपस्थित भएको छ। आशा छ हजुरहरूलाई राम्रो लाग्यो होला र मेरो पेजलाई चाहिँ सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला, कमेन्ट्स गर्नुहोला, लाइक गर्नुहोला। हस्त नमस्ते।